हिमालको चिसो पानी तराईको तातो, कुनै फुल निलो हुन्छ कुनै फुल रातो। धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू, आदरणीय सो कार्यक्रम सभापतिज्यू, विशिष्ट अतिथिगण, हामीलाई निरन्तर शिक्षा र दीक्षा प्रदान गर्दै आइरहनुभएका सम्पूर्ण गुरुवर्ग र आज हाम्रो कविता सुनेर प्रतिक्रिया जनाउन आउनुभएका निर्णायक मण्डलज्यू एवं यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म अमृता कुशवाहाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज ग्लोबल बिजनेस कलेजले आयोजना गरेको कविता वाचन कार्यक्रममा मैले जुन तारा छुन नामक कविता वाचन गर्न गइरहेकी छु। साना साना फिलिङ्गाले धरती सारा पोल्छ, भविष्यको वक्ता आज तोते भोलि बोल्छ, भविष्यको वक्ता आज तोते भोलि बोल्छ। सानो भनी नहेर्नु है साना छौँ त के हो, देश हाँक्ने भविष्यका कर्णधारले हो, देश हाँक्ने भविष्यका कर्णधारले हो। आज साना कोपिला छौँ भोलि राम्रा फुल, कोपिला नै छुडाउने नगर है भुल, कोपिला नै छुडाउने नगर है भुल। मल जल पाएर नै बोट राम्रो हुन्छ, धरतीलाई सौन्दर्य र सिर्जनाले छुन्छ, धरतीलाई सौन्दर्य र सिर्जनाले छुन्छ। शिशुबाटै हुर्केका हुन् गोर्की र न्युटन, बुद्ध गान्धी टेरेसा र नेल्सन लिङ्कन, बुद्ध गान्धी टेरेसा र नेल्सन लिङ्कन। देवकोटा नि सानै थिए सम, जन्मदेखि ठुलो मान्छेको पो थियो भन, जन्मदेखि ठुलो मान्छेको पो थियो भन। समयमै राम्रो शिक्षा पायौँ भने हामी, पढी लेखी भविष्यमा पक्कै हुन्छौँ नामी। ज्ञान सिप सिक्छौँ हामी बुद्धिमानी हुन, माया पाए सक्छौँ हामी जुन